हेलो एभ्रिवान, सबैमा नमस्कार। आज आइतबार। हिजो शनिबार पानी परेर रोड हिलै थियो भने आज चाहिँ घाम लागेर रोड जति सबै माटै माटो धुलै धुलो। काका चाहिँ पानी छ्याप्दै हुनुहुन्छ, होटलको काका। यतापट्टि बस्नु भएको चाहिँ नर्सरी पसलको दाई र उता कम्मरमा हात लगाइ बस्नु भएको चाहिँ पारिपट्टिको मिठाई पसलको अङ्कल। अनि हामी चाहिँ सबैजना मिलेर पाइप किनेर रोडमा पानी छ्याप्यौँ। अब पसलमा बस्नलाई अलिक गाह्रो भयो त्यो धुलोले, त्यही भएर हामीले चाहिँ पाइप किनेर छ्याप्यौँ, पानी छ्याप्यौँ। अनि अलिकति शान्त पनि भयो, नत्र पसलमा बस्न चाहिँ धेरै गाह्रो भइराखेको थियो हामीलाई। अहिले पनि मेरो त्यो धुलो धुवाले चाहिँ नाक टालिराखेको छ क्या, बोल्नलाई गाह्रो, बेलुका सुत्नलाई गाह्रो, दिउँसो त झन् यति गाह्रो, मुखभित्र माटो छिरेर हैरान। यस्तै छ हजुर हाम्रो पनि पाको बसाइ।